5 बजे होला। अनि होटलमा चाहिँ बत्ती पनि छैन, बत्ती गएको रहेछ राति, बत्ती आएको छैन। अब बाटोमा अँधेरै होला, लाइट पनि छैन, मोबाइलको फ्ल्यास लाइट बालेर जानुपर्ने हुन्छ। अहिले चाहिँ रेडी हुँदैछौँ। जाडो चाहिँ एकदम जाडो छ, पानी छुन नसक्ने ठाउँ जाडो छ। बाफरे बाफ। अब हामी यहाँबाट हिँड्छौँ, त्यसपछि अब माथि गएर कहाँनिर हुन्छ अब भयो भने कफी खाउँला, नत्र सिधै माथि। त्यसपछि सनराइज हेरेर एकछिन घुमेर तल चढ्छौँ, अनि आएर ब्रेकफास्ट खान्छौँ। त्यही हो। बाटोमा त भिडियो बनाउनु पाउँदैन होला, अँधेरो छ ठाउँ। एकैचोटि माथि गएर भेट्नुपर्छ ल। यस्तरी बत्ती बाले फ्ल्यास लाइट बाले भिडियो बनायो भने त केही देख्दैन अगाडि त। हो, 3 जना अगाडि छ, म पछाडि। अब पुगिन्छ होला आधा घन्टा, 45 मिनट जति लाग्छ होला हामीलाई चाहिँ सनराइज हेर्नु भनेर आयो। माथि पुग्नुभन्दा अगाडि सनराइज होला जस्तो छ। अहिले चाहिँ अफ सिजन भएर होला, मान्छे नै छैन, हिँड्ने मान्छे। अनि त्यही पसलहरू पनि खुल्ला रहन्छ, कफी सफी खाउँ भनेको सब बन्द रहेछ। अब माथिबाट फर्किनु बेला मात्रै हुन्छ होला सिधै। हिँड्नै नसक्ने छ, 5वटा सिडी चढ्यो, थाकिहाल्छ म त। हिँड्ने बानी हटेर होला, हिँड्ने बानी नै हटेर हिँड्नै नसक्ने। सनराइज त हुनै लागिसक्यो, हल्का हल्का माथि आउँदैछ। हिमालहरू त्यस्तो देखेको छैन। हामीलाई चाहिँ अब जब माथि पुग्नु कति टाइम लाग्छ थाहा छैन। हैट, सास फेर्नु गाह्रो, सास फुलेर आइसक्यो हिँड्दा हिँड्दा। दाइ त ऊ माथि डाँडामा गइसक्यो त्यहाँ घाम हेर्नु भनेर। तर हल्का त्यो बादलले छेकिरहेको छ, यहाँ त घाममा जस्तो भइसक्यो, उज्यालो भइसक्यो माथि त। त्यहाँ माथि डाँडामा रहेछ, तर चाँडै आइपुग्यो, धेरै टाइम लागेन। 6 बज्नु लाग्यो होला नि। अब हामी चाहिँ माथि गएर बसेर एकछिन सनराइज हेर्ने, त्यसपछि यताउति डुलेर फोटोसोटो खिच्ने, अनि त्यसपछि तलतिर फेरि लाग्नुपर्छ। यहाँ मम्मी हिँड्दैछ लट्ठी टेक्दै, बाउ अगाडि लहर 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 हिँड्दैछ, म यहाँ पछाडि। कस्तो अनुभव भइरहेछ तपाईँ? कस्तो अनुभव भइरहेछ? हिँड्न गाह्रो छ? चाँडै आइपुग्यो है? यहाँ बाउ भन्नु त के कस्तो लागिरहेछ तपाईँलाई यहाँ त? आनन्द लागिरहेछ। यहाँ सनसाइड आउनु लागेको छ। सनसेट होइन, सनराइज भन्नु न। सनराइज भन्नु न। यहाँ सनराइज हुन लाग्छ। ऊ देऊ दाइरा कुकुर। आज यस्तो ढुङ्गाले यस्तो बनाएर राखेको रहेछ पुरै मान्छेहरू। माथि पुग्दा सनराइज त भइसक्यो लगभग, तर बादलले अलि छेकेछ क्या, अलिकति अनलक्की भयो जस्तो छ। आज हामी ठिकै छ, केही छैन। अहिले मौसम खुल्यो भने चाहिँ हिमाल सिमाल मजाले देखिन्छ होला। कोही आसेन जस्तो छ, हामी फर्स्ट हो जस्तो लागिरहेको, लाग्न चाहिँ अब थाहा छैन। यहाँ काले गाइड अगाडि हिँड्दैछ, बहुत माथि पहाडतिर हिँड्दैछ।
दाइ र मम्मी आउँदैछ तलबाट। ठाउँ त रमाइलो छ, जस अलिकति आनन्द टाइपको के हावाहुरी पनि कस्तो मजाको लाग्दैछ। हिँड्दा हिँड्दा सासै फुलिसक्यो। हेट यो चाहिँ यहाँनिर चाहिँ 100वटा थुङ्गा, यस्तो थुङ्गा थुङ्गा भने डाँडा डाँडा थुङ्गा भन्दो रहेछ। 100वटा यस्तो डाँडा भएर चाहिँ 100वटा थुङ्गा बनेको डाँडा रे भनेर 100 थुङ्गा भन्दो रहेछ। मैले जहाँसम्म बुझेको मलाई चाहिँ त्यस्तै लाग्यो। यहाँनिर मन्दिर सन्दिर रहेछ। ऊ माथि चाहिँ स्तूप छ। सनराइज चाहिँ भइसक्यो लगभग, तर बादलले पुरै छेकिरहेको छ अझै पनि। मम्मी आउँदै हुनुहुन्छ बिस्तारै लौरो टेकेर। हामीलाई गाह्रो भइरह स्या स्या हुन्छ। अनि ओइ के हो कालेले के देख्यो? ओइ के भयो? यस्तो छ सनराइज त सनै देखेको छैन। के को सनराइज हो? त्यहाँ चाहिँ भीमसेनको तरवार रहेछ। यहाँनिर यही हो तरवार। यो भीमसेनको तरवार भएको ठाउँ चाहिँ यही रहेछ है। हामी पुग्नुपर्छ ऊ माथितिर हो। ल माथि गएर भेटौँ ल। अब घाम चाहिँ ठ्याक्क सनराइज हुँदैछ। हिमालमा चाहिँ हल्का हल्का घाम आइसक्यो। त्यहाँबाट बिस्तारै उदाउँदैछ उदाउँदा अनि अझै अलिकति धुम्म भइरहेको है। मम्मी दाइ यहाँ छ, बाउ माथि पुग्छ हेर्नलाई। यहाँ त हावाहुरी एकदम चल्ला। हाइट ए तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ टोपी सोपी पुरै झ्याप्प लाएर आउनु होला। अलिकति हावाहुरी चाहिँ एकदम चल्ने रहेछ। चैतमा यस्तो हावाहुरी चल्ने जाडो छ। अनि ऊ हिमालमा यस्तो घाम ठक्क लाग्दैछ कि यो चाहिँ गौरी शङ्कर हिमाल हो। यहाँबाट चाहिँ दामी देख्दैछ। ए सनराइज ठ्याक्कै सनराइज भयो ल। यो नि त यत्रो हिँडेको यसकै लागि त हिँडेको। हेर्नु पाएन भने मजा हुँदैन नि होइन। ठ्याक्कै सनराइज ठ्याक्क भइरहेछ पछाडि चाहिँ। अनि यत्रो त्यहाँदेखि तलदेखि हिँड्दै आएको त मतलबै भएन भने फेरि सनराइज हेर्नु पाएन भने त होइन। ऊ बाउ त ऊ माथि पुग्यो। बाउ त सनराइज नै नहेरी हिँड्दैछ। ठ्याक्क चगिलो घाम लागिरहेछ। अनुहारमा देख्नु सक्नुहुन्छ उज्यालो भइरह होला। अनि यहाँबाट चाहिँ टाइम लेप्स हुँदैछ ठ्याक्कै उदाको। फाइनली यहाँ माथि अब अझै माथि जानु छ। घाम चाहिँ मजाले ठिलिक्क देखिरह। क्या आनन्द हुने कि यत्रो अब 1 घन्टा हिँडेर आएर यत्तिको सनराइजकै लागि आएको। अब हेर्न पाएन भने त मजै भएन नि त होइन। ठ्याक्क सनराइज पनि भइरह। ऊ टक्क माथि आउँदैछ। जस्तो रियलमा भ्यू आउँछ हेर्न सकिन्छ त्यस्तो चाहिँ क्यामेरामा देखिँदैन होइन। त्यही त हो नि। हिमाल पनि ठ्याक्कै यो चाहिँ हिमाल हाँसेको भन्छ कि यसलाई चाहिँ ठक्क घाम लगाएर हिमाल पनि टिलिक्क बलेछ। घाम नि माथि उदाउँदैछ। अब एकछिन यहीँ बसेर घाम माथि पुग्दासम्म यहीँ बस्छौँ। अनि त्यसपछि मात्र माथि जाने हो।
झललल बल्ले जस्तो आँखा टिलिक्क टल्किँदैछ सिधै यहीँ आउने क्या यहीँनिर ठ्याक्कै यहाँ अगाडि ठ्याक्क टिलिक्क बल्छ होला मलाई पनि मस्ती देखेर होला राइट ए मम्मी यहाँ बसिरहनु भएको बसेर हेरिरहनु भएको काम यहाँनिर दाइ भिडियो गर्दैछ गाइड हाम्रो फादर त कहाँ पुग्यो यहाँ माथि डाँडामा गएर भिडियो बनाउँदैछ बाउले अझै हामी यहाँ माथिसँग हिँड्नै बाँकी छ अब एकछिन यो घाम त मजाले हेर्नु पऱ्यो होइन यसकै लागि आयो यत्रो हिँडेर त्यहाँ तलदेखि हिँडेको आम्मा यहाँ पहाड यस्तो छ हामी यहाँदेखि ठ्याक्कै योभन्दा अलि माथि हामी बसेको होटेलहरू यहाँ ठ्याक्कै 1 घन्टा लाग्यो हामीलाई चाहिँ 1 घन्टा लगाएर यो घाम हेर्न आएको हामी चाहिँ यो तपाईँहरू पनि आउनु ठ्याक्क सनराइज हेर्ने गरी आउनुहुन्छ भने चाहिँ ठ्याक्क 5 बजेतिर आउनुभयो भने चाहिँ ठ्याक्क 6 बजेतिर यहाँ माथि आइपुग्छ अनि सनराइज चाहिँ ठ्याक्कै अहिले 6:15 भयो ठ्याक्कै सनराइज ठ्याक्कै आज मजाको सनराइज आँखा चाहिँ टिलिक्कै आँखा पुरै टल्किरहेको यहाँ हावाहुरी अति हावाहुरी चल्दैछ स्याटले हिजो स्याटले टाउको देखेर टोपीसोपी लिएर आएको अब माथि अब 10 मिनट 5-10 मिनट यहाँ बसेर 5 मिनट अब माथि जाने हो माथि गएर फोटोसोटो खिच्ने अनि त्यही हो यहाँ चाहिँ दाइ फोटो खिच्ने भन्दैछ अझै उदाउँदैछ माथि आएको छैन हल्का माथि त आइसक्यो हामी चाहिँ अझै अन्त भयो यहाँ हिँड्दैछौँ दाइ र म अनि यहाँ चाहिँ घाम चाहिँ अझै स्टिल अझै उयो हुँदैछ हो त्यो मम्मी त्यहाँ माथि पुगिसक्नु भयो कुकुरहरू हामीसँग कालेलाई लहाटेर तिनीहरूले माथि जानै दिएन बिचरालाई दाइ अगाडि हिँड्दैछ त्यहाँदेखि आएको त्यो हामीसँग बिचरा त्यो दुइटाले माथि जानै दिएन त्यसलाई हिजो नि पछि लाग्दै थियो तल बिस्कुट किनेर दिउँला भनेको त्यहाँ अर्को कुकुरले तल आउनै दिएन त्यसलाई आज नि यहाँनिर माथि जानै दिएन बिचरा त्यहीँबाट फर्केर त्यहाँ दुइटा त्यहाँ बसेर हेरेर बिचरा यो तल यहाँ आइरहेछ फर्केर यो कुकुरहरू पनि इलाका हुन्छ फेरि आफ्नो इलाकामा आयो भने फेरि छिर्नै दिँदैन खेदाहाल्छ त्यही त नि यो चाहिँ बनाएको होला नि तल माथि उतातिर होला नि अरू ठाउँमा बिचरालाई खेदाइदिइहाल्यो हुँदैछ बिचरा त्यहाँ दुइटा गार्ड बसिरहेछ माथि जानै दिएन बिचरा तलदेखि हामीलाई राति 5 बजे पछि लाग्दै आएको यहाँ के भयो कसले हिँड माथि हिँड केही गर्दैन टोक्छ अहिले तेरो साथी बोलाउनु पर्दैन त अयो बिचरा डराउँदै हिँड्दा त्यो चाहिँ के रहेछ त्यहाँनिर नि ढुङ्गा हो कि हो यस्तो रहेछ अझै घाम त माथि नै गइसक्यो हिमाल चाहिँ यतातिर चाहिँ अलि मजाले खुल्या छ नि हिमाल यतातिर यताको चाहिँ खुल्या छ यता यहीँ बस्यो त कसले तल कसले तिनीहरूले हो तिनीहरूले हो तिनीहरूलाई हान्नुपर्छ है खै हिँड माथि आइज हिँड माथि नचल हिँड अरे यहाँ कुकुरहरू कति हो पछि लागेको बाउजी त हामीसँग आएको कालो कुकुरलाई बिस्कुट दिनु हिमालय मजाले देखिरह
यहाँ नि मन्दिरहरू रहेछ गुम्बाहरू यहाँनिर काम लगाइरह यहाँ ठ्याक्क भर्खर यहाँनिर ठ्याक्कै यहाँ भिडियोहरू रहेछ है मान्छेहरू त अगाडि नै आइसकेको रहेछ यहाँनिर हामीभन्दा नि अगाडि यस्तो छ यहाँनिर ठकै लाग्यो अब यहाँ पसल छ अरे एकछिन बसेर चिया खाउँ ल यहाँदेखि सबै देख्नेछ हामी त्यो तल बसेको यहाँ तल बसेको होटल यहाँनिर त्यो हिजो खैरो नै आइछ ढिलो सनराइज चाहिँ हेर्नु पाएन तिनीहरूले अलि मजाले हामीले सनराइजहरू हेऱ्यो अब यहाँ बसेर चिया खाइन्छ एकछिन बसेर घुमेर यता डाँडा डाँडा घुमेर अनि त्यसपछि 7 बजीतिर तल फर्किनुपर्छ मम्मी यहाँ छ कस्तो भयो गाह्रो भयो तपाईँलाई छैन रमाइलो भयो हे कति बसी घुम्न आएको आमा छोरा बाउ एकदम रमाइलो भएको छु यहाँनिर यो कुकुर बसिरहेको यो दुइटा यो बाउ र यसको बच्चाहरू रहेछ आउनै दिएन त्यही भएर त्यो तलको कुकुरहरूलाई हाम्रो कालेलाई आउनै दिएन त्यसले टोक्नु गर्ने हामीसँगै बसेको बाउले बिस्कुट दिनु गएको तर जुन माथि त्यो टावर चढ्नु जाउँ अब यहाँ टावर रहेछ यहाँ बसेर मजाले देख्छ होला एउटा यहाँ चाहिँ यस्तो यस्तो छ सुत्दैछ यिनीहरू यहाँ टावर छ यहाँबाट अर्को ठाउँ त देखिँदैछ यताबाट अर्को डाँडाहरू आइया आउन त आइयो अब जानेलाई फेरि परान निस्किने होला हट आउनु त आइयो बल्ल तल डाँडा काँडा चढेर यहाँ टावरहरू रहेछ यहाँ तलतिर गाउँहरू रहेछ बस्ती यतातिर नि यता डाँडा नि खै मन्दिरहरू के रहेछ यता त रोडै रहेछ नि त्यतातिर यहाँनिर चाहिँ पछाडिको साइड हो हामी आएको चाहिँ अगाडिबाट घामले मजाले घाम लागिरहेको छ अहिले चाहिँ जस अस्ति ठ्याक्कै पानी पऱ्यो हामी आउनुभन्दा अगाडिको दिन अनि ठ्याक्क मौसमले मस्ती खोलेर त्यही भएर सजिलो भयो नआउने भने जस्तो भइरहेको थियो हाउरी चल्ला पानी परेछ भनेर तर ठ्याक्क पानी पऱ्यो अनि हामी आउने बेला हिजो चाहिँ मजाले घाम खोलेको थियो घाम लाग्ने मौसम मजाले खोलेको थियो यहाँ हाम्रो कुकुरलाई बिस्कुट दिएर आइसक्यो तलबाट ऊ त्यो तल आउने रहेछ त तर अर्कै बाटो जस्तो लाग्यो पछाडिको यो उताको बाटो होला नि ऊ अगाडि गइसक्यो अब चिया खानु पर्ने हुन्छ यहाँ बसेर अनि माथि भिड टर्ने चढ्नुपर्छ त्यही हो रमाइलो रहेछ यहाँ चाहिँ हाम्रो घरको जस्तै कुकुर रहेछ यहाँ यस्तै छ तर योभन्दा अलि अर्कै छ हाम्रो चाहिँ घाम चाहिँ यताबाट उताको मान्छेहरू त हामीभन्दा अगाडि आइसकेको रहेछ हिमालय पुरै देखिरहेको तर चाहिँ हिमालय चाहिँ मजाले खुलाएको छैन मान्छेहरू चाहिँ कोही पनि छैन होला भनेको हामीभन्दा अगाडि आएर मान्छे पुरै भिडहरू चढ्ने कोही यता फोटोसोटो खिचेर पनि भ्याइसकेछ अब हामी चाहिँ शेर्पा ड्रेस नै पाउने रहेछ यहाँ ठ्याक्क आइगयो अब यहाँ बसेर चिया खाने डाँडा हेर्ने यहाँ पनि बाटो रहेछ यहाँ चाहिँ अरू यहाँ युट्युबरहरू के सबै रहेछ कुमार सागरहरू नि आएछ यहाँनिर चाहिँ पसल छ अब हामी यहाँ चिया खाने हो टक्क लाएर चिया खै त के खाने हो खाजा खाजा के छ यहाँ छ के छ खाजा खाने के बिस्कुटहरू के होला त म त भोको लागेको छ तर यस्तो चिया साट जाडोमा हेरिराखेको है चिया खाएको त हामीले काले चिया नि खान्छ तैँले त्यहाँ हाम्रो जस्तै कुकुर होला नि त बिहाइजे बिस्कुट नखाने चिया खोइ त्यो के हो बिस्कुट खाएर घुमेर अनि जान्छौँ मलाई छोडेर गइसक्यो
ए खैरे बेबी खैरे चिसो हानेको टाउको दुखेछ मेरो त हाइट We're on the top. यही दिदीहरूले टिकटक बनाउँदैन मस्त भन्दिनु दिदीहरू टिकटक भन्दैछ धेरै मार्नु हुन्छ एक तले दुई तले तिन तले चार तले रहेछ हाम्रो बाउ पनि नाथ्यो होला नि माथि माथि सैलुङ्गे भनेर हट टाउको दुख्छ साह्रो ओहो हावा त डेन्जर यस्तो आम्मा यहाँ त्यस्तो छ कि अन दिस साइड चाहिँ हिमाल यताको हिमाल चाहिँ अलिक खुला यहाँनिर यस्तो छ कस्तो डर लाग्ने यस्तो कोल्टे बनाएर रहेछ है भुइँ नै यस्तो छ यहाँको भ्यू वरिपरि यस्तो छ यहाँ तल मान्छेहरू चाहिँ भर्खर आउँदैछ हामी रहेछ चाँडा उठेर आएको हिमाल कस्तो मजाले देखेको चल ल ल ल ल ल ल यस्तो दामी अब यहाँनिर एक दुईवटा फोटो खिचेर जानुपर्छ हिमाल त बस्ती देखिरहेको तर भिडियोमा मजाले हिमालय देख्दैन ऊ त्यो डाँडा नि छ त्यहाँ हिमाल हामी यहाँ डुल गएको यहाँनिर छ भित्र चाहिँ पुरै त्यहाँ लामाहरू पढिरहेको रहेछ पूजा गरिरहेको रहेछ हामी चाहिँ अब यहाँ एक दुईवटा फोटो खिचेर तल बिस्तारै लाग्नुपर्ने हुन्छ यस्तो जाडोमा दिदीहरू टिकटक बनाउँदै हुनुहुन्छ यहाँनिर हामी चाहिँ ल त्यो जाइहरू त कति चाँड त्यहाँ पुगेको दौडै क्या यहाँ अब यहाँ फोटो नखिच्ने यहाँनिर यहाँ अब चाहिँ हामी अब तल जाने भनेको औ त्यतातिर डाँडातिर डुलेर हामीसँगै हिँडेको दाइहरू वहाँ तल पुगिसक्यो 2 मिनटमा दुईवटा फोटो खिच्दाखेरि अब हामी चाहिँ लाग्न लागेको बिस्तारै तल ए दाइ खिच्दै यहाँ दिदीहरूको फोटो खिचिदिनु पऱ्यो अरे यहाँ यस्तो जाडो छ साइड लाएर पुरै टिकटक बनाउँदै हुनुहुन्थ्यो यहाँ यो छ यहाँ बाउ नाच्दैछ कि हाम्रो बाउ नाच्दैछ अब हामी चाहिँ म यहाँ बस्दैछु भिडियो बनाउनुलाई यहाँनिर टुसुक्क हग्नला जसरी बसिरहेको यहाँबाट ग्रेट वाल नि देखिरहेको त्यो तल रहेछ छुर्पी पनि मिठो रहेछ यहाँको कुकुरहरूले छुर्पी गराम गराम हाल्दो रहेछ अब यहाँबाट त्यहाँ दाइको भिडियो बनाएर अनि त्यसपछि अनि हामी तल तल बिस्तारै जान्छौँ हिमाली मजाले देखेछ यहाँनिर यहाँ चाहिँ खै के हो यो चाहिँ पृथ्वीको नाइट हो रे यो ठाउँ चाहिँ पृथ्वीको नाइट हो रहेछ यो ल अनि हिमालय मस्त देखिरह यतापट्टि चाहिँ अलि तुवालोले छेकेछ एक साइडमा चाहिँ यो साइडमा चाहिँ तुवालोले अलि छेकेछ कि यता हिमालय चाहिँ मजाले देखेको छैन यता चाहिँ देखिरह मजाले त्यहाँ चाहिँ मान्छेहरू छ ऊ यहाँनिर त्यहाँ उता दिदीहरू रहेछ टिकटक बनाइरहेको छ पुरै भिडियो बनाउँदै हुनुहुन्छ मस्ती अब हामी चाहिँ बिस्तारै लाग्नुपर्ने हुन्छ त्यो दाइ हिँडेको एउटा भिडियो बनाइदियो भनेर त्यो भिडियो बनाएर अनि बिस्तारै लाग्नुपर्छ त्यहाँ तल पुग्नुपर्छ यहाँ ग्रेट वाली यहाँसम्म रहेछ यहाँदेखि चाहिँ छैन जङ्गलको बाटो रहेछ
7:30 भइसक्यो, त्यही पनि यस्तो स्याड चलिरहेको छ यहाँनिर। अनि अघि मैले भनेको थिएँ नि यहाँनिर पृथ्वीको नाइटो नेभल अफ अर्थ भन्ने चाहिँ यहाँनिर रहेछ। तर आई डोन्ट नो कहाँनिर कुन चाहिँ हो एक्ज्याक्ट पोइन्ट चाहिँ थाहा छैन। यसलाई भन्छ होला यो वरिपरिलाई यतिलाई चाहिँ पृथ्वीको नाइटो चाहिँ नेपालमै छ। यो चाहिँ कसले अब पत्ता लगाएको चाहिँ थाहा छैन त्यही पनि। अनि अब चाहिँ हामी लाग्दैछौँ अनि तल वालमा गएर 1-2टा फोटोसोटो खिच्छौँ होला, त्यही हो। अनि त्यसपछि जान्छौँ खाजासाजा ब्रेकफास्ट खाएर अनि त्यसपछि निस्किन्छौँ होला। अनि अब खाना चाहिँ अब लन्च चाहिँ त्यही अब उता सुकुटेतिर गएर हुन्छ होला हाम्रो कि त दोलल घाटमा, हेरौँ के हुन्छ। अहिले अब तल गएपछि थाहा हुन्छ। खासमा चाहिँ आज चाहिँ हाम्रो प्लान चाहिँ हिजो आएर बस्यो, आज चाहिँ मजाले माथि घुमेर अनि रेस्ट गरेर भोलि मात्रै फर्किनु थियो। तर त्यस्तो त्यहाँ होटेलदेखि जम्मा 1 घन्टामा आइपुग्ने रहेछ। 1 घन्टा तल आउन जान, 1 घन्टा माथि घुम्न, 3 घन्टामा भ्याउने रहेछ। बिहान 5 बजी हिँडेको, अहिले 7 साढे 7 हुन लाग्यो। तल पुग्दा 8:30 बज्यो ब्रेकफास्ट खाँदा। अनि एकछिन बसेर अनि त्यसपछि चेकआउट गर्नुपर्ने हुन्छ। अनि त्यसपछि बिस्तारै जाने हो, आरामले मजाले पुगिहाल्छ 5-6 घन्टामा बिस्तारै गयो नि। त्यही हो। यदि तपाईँहरू नि आउँदै हुनुहुन्छ भने चाहिँ यो नि बेस्ट टाइमै हो। तर अलिकति यो हरियाली हेर्न चाहिँ अलिकति त्यस्तो छैन। तर सनसेट अनि हिमालहरू हेर्न चाहिँ मस्ती राम्रो खुल्ने रहेछ भ्यूहरू चाहिँ। कतापट्टि कता त्यहीँबाट होला नि। अनि त्यही हो, अहिले चाहिँ अलि अफ सिजन जस्तो भएर नि होला, प्याकेजहरू नि अलिक सस्तो अनि होटेलहरू पनि खाली नै छ। अलि अब पछि त अब सिजन लागेपछि चाहिँ अलिकति होटेलहरू पाउनु पनि गाह्रो हुन्छ अरे। प्लस अनि रुमको अब रेटहरू नि अलिकति प्राइसहरू नि बढ्छ अरे भनेर भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ जम्मा हामीलाई चाहिँ अलिक सस्तोमा मिलाइदिनु भयो। त्यहाँ नयाँ होटेल रहेछ, पर पर्सन प्याकेजमा डिनर ब्रेकफास्टको 1000मा गरिदिनु भयो। त्यहाँनिर नयाँ होटेल रहेछ तल। अहिले त्यो होटेल नै अब देखाउँला। अनि यहाँनिर हिजो नै यहीँसम्म आएको थियो, त्यो तलसम्म। अब चाहिँ हामी हाड फर्किँदैछौँ। यता चाहिँ हिमाल खुल्या छैन, फोटो खिच्यौँ भनेको हिमाल चाहिँ यता खुल्या, यता फेरि यो रुखले पुरै छेक्या। अब फोटो खिचिँदैन जस्तो छ। यहाँ माथि डाँडामा पुगेर आयो, हेर्दा त यहीँ नजिक देख्छ, हिँड्दा त मर्ला जस्तो हुन्छ। अब यहाँबाट बिस्तारै झर्ने, बस्दै आरामले जानुपर्छ यहाँबाट। हट, तर त्यस्तो हिँड्ने जस्तो त लागेको छैन। जस ठिकै सर्ट हाइक जस्तो हुने रहेछ। 1 घन्टा आउनु जान, माथि 1-1.5 घन्टा घुम्यो, खायो, बस्यो। अब हामी चाहिँ त्यो तल योभन्दा पनि तल होटेल चाहिँ त्यही हो। छुर्पी खाने हिँड्ने। अब त गर्मी हुन थाल्यो, घाम लाग्यो, मस्त घाम लागेर गर्मी हुन थालिसक्यो। बिहान आउँदा जाडोले मर्ला जस्तो थियो। ज्याकेट पनि खोलिसक्यो अब त। यस्तो छ माथि भ्यू। दाइ माथितिर भिडियो बनाउँदैछ। अब हामी जान्छौँ। त्यो हो, भिडियो चाहिँ यति नै हुन्छ होला। अब धेरै बसी बनाएको, के बोल्ने हुँदो रहेछ होइन। त्यही हो, तपाईँहरू नि आउँदै हुनुहुन्छ भने चाहिँ त्यही हो, तल होटेलहरू छ, माथिसम्म नि आउने रहेछ। अहिले त बाइक माथि यहाँ भर्याङ ठ्याक्क यो जुन ग्रेट वाल बनेछ त्यहाँसम्म बाइकै आउने रहेछ। त्यहाँनिर होटेलहरू रहेछ, त्यहीँ बस्यो भने चाहिँ बाइकहरू नि हेरिदिन्छ अरे अनि राख्नु मिल्ने रहेछ। अनि तल चाहिँ अब हामीले माथि नै बाइक ल्याउँछौँ भनेको, तलको दाहरूले माथि अब बाइकहरू को हिँड्दा जान्छ, कोले चलाइदिएला, बरु हिँडेरै जानु भनेर भन्नुभयो। अनि हामी चाहिँ तल पूजा होटेल कि के भन्ने हो, त्यही होटेलमा बसेको। अनि जस सर्भिस राम्रो रहेछ,
अनि बोलीहरू पनि राम्रो नत्र यहाँ माथिहरू माथि पनि छ यो चाहिँ यहाँ आइपुग्न 15-20 मिनट लाग्छ 15 मिनट जति लाग्दो रहेछ यहाँसम्म आइपुग्न तर यहीँ होटेलहरू यहीँ बुक गऱ्यो भने चाहिँ यहीँ ठिक हुने रहेछ हिमाल त्यस्तो देखिरहेको त्यही हो आजको लागि चाहिँ यति नै भिडियो सबजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु पऱ्यो त्यही हो अर्को भिडियोहरू चाहिँ बिस्तारै आउँछ त्यही हो अहिलेको लागि चाहिँ बाई बाई